होल पोखराको होल गण्डकीको एउटा एट्र्याक्सनको केन्द्र फेवाती लेक होइन। आज चाहिँ त्यहाँ बदमासी गरिरहेका केही व्यक्तिलाई प्रोटेक्ट गर्नलाई आज राज्य फितलो भइदियो भने अनि त्यहाँ पक्कै हो कुनैले कुन पोलिटिकल पार्टीलाई भोट हाल्यो होला, कसलाई हाल्यो होला, कसै न कसैको केही न केही एउटा एट्याचमेन्ट छ होला, कसैको केही नाता त्यसलाई ध्यान दिन लाग्यो भने त अल्टिमेटली त होल पोखराको टुरिज्मै सिद्धिन्छ नि त। त्यहाँ भएका त अन्य सबै इन्फ्रास्ट्रक्चरहरू सिद्धिनन् भने त्यहाँको सबै लगानी वेस्ट हुँदैन। त्यही भएर त्यहाँका साथीहरू जुन अहिले उफ्रिरहेका छन्, ठुल्ठुला व्यवसायीहरू हामीले त गरेको होइन भनेका छन्। ए बाबा सेटेलाइट इमेजमा क्लियरली तिमीले मिचेको देखिन्छ अनि तपाईँसँग कतिका त लाल पूर्जा छैन, पूर्जा त ठुलै मान्छेहरूका नि पूर्जा नभइकन भन के अरे नक्सा पास नगरिकन चाहिँ घर बना होइन। नक्सा पास गर्दाखेरि तपाईँको त्यो टाउन प्लानिङको अनुसारले गर्नु भन्ने लेखेको छ भने टाउन प्लानिङ फलो गर्नु पर्दैन। गल्ती छ क्या, गल्ती स्वीकार नगर्नु र ठुला मान्छेले नगरिदिँदा बरु ठुला मान्छेहरूले मबाट यो गल्ती भयो है, म यो चाहिँ सरकारलाई दिन्छु, यसलाई नभत्काऊ। मलाई भत्काएको मलाई मन परेको छैन। बरु त्यो के भने नगरपालिकालाई दिएर यसलाई चाहिँ पब्लिक स्विमिङ पुलको रूपमा चाहिँ यसलाई एउटा छुट्टै आएको स्रोत बनावे, बरु त्यसले चाहिँ अलि राम्रो भत्काउने भन्ने कुरोमा म केही छैन। त्यसका बरु के प्रयोग हुन सक्छन्, अन्य प्रयोगहरू हुन्छ नि, डिस्प्ले रुमहरू केही हुन सक्ने भन्ने खालका केही बनावे हो त। भत्काउने कुरोमा त मलाई अब भत्काउने भनेको भत्काउने चिज हो क्या, हामी बनाउन हिँड्दा। तर भत्काउँदै गर्दा नि अब किन कोही नमानेपछि त त्यो रन्जेलसँग त फेरि तिनले क्लेम गरिराख्ने भयो नि त। त्यही भएर भत्काउनु पर्ने अवस्था नि आएको। भत्काउन सुरु गरिसकेपछि साँच्चै नै यो फ्युचर होल पोखरा मात्र गण्डकी ओभरअल टुरिज्मको लागि फ्युचरको लागि मलाई लाग्छ अब यो छोड्नु हुँदैन। सम्पूर्ण 65 मिटरका सबै सम्पदा हटाइ